आज चाहिँ हामी यो महेन्द्रनगरको यो ट्राफिक चोक घरबाट जाँदैछौँ। हामी चाहिँ अब यो पुष्पलाल चोक कि के चोक भन्ने ठाउँ छ अरे त्यहाँतिर जाँदैछौँ। अब ऊ साथी अगाडि हिँड्दैछ छम्मक छल्लो पारेर। यहाँको डिभिजनहरू यस्तै रहेछ। वाकिङ गर्ने ठाउँ पनि खतरै बनाइदिएको रहेछ। उतापट्टि चाहिँ बस पार्कहरू गाडीहरू जाने ठाउँ रहेछ। भोक लागि तपाईँ किन निराश हुने हो? तपाईँ किन निराश हो? म ह्याप्पी छु यार। भोलिको शादी छ। भोलि शादी छ? भोलि शादी छ अरे हाम्रो। तपाईँ अनि सिरियस भएर किन हिँड्ने आउनु त? आफूले सिरियस देखेछ, म सिरियस छुइनँ। तपाईँको भोलि विवाह अन्त फेरि खुसी साथ हिँड्नुपर्ने हो। अरे म खुसी, रातभरि निन्द्रा छैन मेरो। म आज दुखित छु तर भोलि म एकदम बहुत खुसी छु रे। खुसी छु। यो चाहिँ जिल्ला प्रशासन कार्यालय आइपुग्यो। मेरो अब यो साथीको भोलि बिहा छ। अब यो साथी अब यति टाढाको ससुराली बनाइयो कि अब के भन्नु भाइ। जिन्दगीको गोरेटोमा एक्लै